हप्ताभरि नै परमप्रभुको वचनबाट केही कुराहरू सिकिरहेका छौँ र अघि पनि हामीले सुनिसकेका छौँ। हाम्रो यो हप्ताभरि पनि परमेश्वरको पुनरुत्थानको बारेमा केही कुराहरू सिकिरहेका छौँ र अघि नै हामीले टेक्स्टमा पढे जस्तै लुका 24 को 1 देखि 11 मा हामीले त्यहाँ हेरेका छौँ। जब यीशु ख्रीष्टको मृत्यु भयो अनि उहाँ च्याउमा गाडिनुभयो। जसै उहाँ गाडिसकेपछि बाइबलले के भन्छ भन्दै गर्दा लुका 24 को 1 देखि 11 ले हप्ताको बिहानै सबेरै हुँदा झिसमिसेमा केही स्त्रीहरू बडो डरका साथमा कम्पनको साथमा यीशु ख्रीष्टको चिहानमा उनीहरू पुगेका थिए। मरेका यीशु ख्रीष्टलाई उनीहरू भेट्नको लागि उनीहरू चिहानमा बडो डरको साथमा उनीहरू चिहानमा पुगे। कतिपय चेलाहरू डराएर भागे किनकि यीशु ख्रीष्ट अब मरिसक्नु भएको छ। उनीहरूले यीशु ख्रीष्टलाई मरेको देखेका थिए, आफ्नो प्रत्यक्ष आँखाले देखे। त्यसकारण उनीहरू डराए, चेलाहरू डराए, उनीहरू लुके र केही स्त्रीहरू चाहिँ साहस गरिकन बाइबलले भन्छ हप्ताको बिहानै यीशु ख्रीष्टलाई भेट्न झिसमिसेमा गएका थिए। मरेका कुराहरूमा कुनै आशा हुँदैन, मरेका कुराहरूमा जीवन हुँदैन, मरेका कुराहरूले आशा ल्याउन सक्दैन, मरेका कुराहरूमा सुधार हुँदैन, मरेका कुराहरूले भविष्यका निम्ति आशा दिन सक्दैन, मरेका कुराहरूले परिवर्तन सम्भावना ल्याउन सक्दैन, मरेका कुराहरूमा वृद्धि विकास हुँदैन। तर डर, त्रास, अशान्ति, निष्क्रियलाई लिएर मात्रै आउँछ यी मरेका कुराहरू। यो स्त्रीहरू डराएको छ, तिनी आफ्नो ख्रीष्टका चेलाहरू डराएको छ किनकि यीशु ख्रीष्ट मरिसकेको छ। सारा उनीहरू हिजोसम्म खुल्दै प्रचार गर्दै हिँडिरहेका थिए किनकि यीशु ख्रीष्ट जीवित हुनुहुन्थ्यो जबसम्म। तर जब यीशु ख्रीष्ट मर्नुभयो उनीहरू सबै डराए, उनीहरू भागे किनकि मरेका कुराहरूमा कुनै पनि आशा हुँदैन। तर हामी अब अलिक तल हेर्दै आयो भने बाइबलले के भन्छ भन्दै गर्दा तर यहाँ स्वर्गदूतहरू लगायत यीशु ख्रीष्ट स्वयंले गवाही दिँदै हुनुहुन्छ कि उहाँ पुनरुत्थान भई उठ्नु भएको छ। हालेलुया, उहाँ पुनरुत्थान भई फेरि पनि उठ्नु भएको छ। जब स्त्रीहरू च्याउमा पुगे त्यहाँ स्वर्गदूतले गवाही दिन्छ किनकि यीशु ख्रीष्ट जीवित भइकन उठ्नु भएको छ। मानिसहरूको अन्तिम दशा भनेको मृत्यु हो, तर ख्रीष्टले सबै कुराहरूमाथि पनि विजय दिलाउनु भएको छ। ही कन्कर्ड द डेथ, उहाँले मृत्युलाई जित्नु भएको छ। स्वर्गदूतले गवाही दिए ती स्त्रीहरूलाई, यीशु ख्रीष्ट स्वयंले पनि गवाही दिनुहुन्छ है। स्वर्गदूतले भन्छ तिमीहरू किन जीवित व्यक्तिलाई मृतकहरूका बीचमा खोज्छौ? उहाँ यहाँ हुनुहुन्छ तर जीवित भई उहाँ उठ्नु भएको छ। यदि जीवित भई उहाँ उठ्नु भएको छ भने प्रेरणा हो, जीवित कुराहरूमा आशा हुन्छ, जीवित कुराहरूमा भविष्य हुन्छ, जीवित कुराहरूमा रूपान्तरणका कुराहरू हुन्छ, जीवित कुराहरूमा सम्भावनाका कुराहरू हुन्छ, जीवित कुराहरूले जहिले पनि आशा, समृद्धि, रूपान्तरण, परिवर्तनका कुराहरूलाई ल्याएर आउनुहुन्छ। यीशु ख्रीष्ट जीवित हुनुहुन्छ। हाम्रो अनन्तको आशा उहाँमा नै सप्रेर हो। यीशु ख्रीष्टले हाम्रो लागि आशा छ। यीशु ख्रीष्टमा हाम्रो लागि आशा छ, चाहे भौतिक आशा होस् चाहे आत्मिक आशा होस्, चाहे यो संसारको लागि होस् चाहे आउने संसारको लागि होस्, चाहे यो पुस्ताको लागि होस् चाहे आउने पुस्ताको लागि होस्, आउने हजारौं पुस्ताको लागि होस्, यीशु ख्रीष्टमा नै हाम्रो जीवित आशा छ किनकि उहाँ जीवित हुनुहुन्छ। उहाँले मृत्युलाई जितेर उठिसक्नु भएको छ, बौडिनु भएको छ, पुनरुत्थान हुनुभएको छ। अझै हैन भन्नुपर्दै गर्दा आज संसारले र शैतानले लुकाउन खोजेको सबैभन्दा ठुलो घटना के भन्दै गर्दा ख्रीष्टको पुनरुत्थान। ख्रीष्टको पुनरुत्थानलाई जहिले पनि संसारले त्यो बेलादेखि नै लुकाउन खोजेका। शैतानले छल गर्न खोज्यो, यीशु ख्रीष्ट उठ्नु भएको होइन भन्छ संसारले। आज शैतानले त्यही भने रोमी सिपाहीले कति त्यही कुरा दिए, त्यही गवाही दिए हैन। यीशु ख्रीष्ट उठ्नु भएको होइन, आफ्नो चेलाहरूले लगेर गएको भगाएको भन्ने कुरा। आज ख्रीष्टको पुनरुत्थान रङ भयो। 11 चेलाहरूले गरेको सेवाकाई पनि रङ, 11 चेलाहरू गलत भए। दिस बाइबल इज अल्सो रङ। साउल परिवर्तन भएर पावल भएको कुरा पनि रङ हो। साउलको परिवर्तन भएको कुरा रङ भए। साउलले जति पनि मण्डलीहरू स्थापना गरे, उसले प्रचार गरेका सबै क्षेत्रहरूमा ती सबै कुराहरू रङ हो। त्यसो भए आज पावल मात्रै उसले प्रचार गरेका क्षेत्र मात्रै आज म लगायत संसारको 2.38 बिलियन बिलिभर्स आर रङ। यदि यीशु ख्रीष्टको पुनरुत्थान होइन भने आज संसारले आज मान्दैन भने यीशु ख्रीष्ट पुनरुत्थान हुनुभएको होइन भन्ने कुरा बिलिभ गर्दैन भने all this Bible is wrong, all our doctrine is wrong, all our Christianity is wrong. 2.38 billion believers are wrong. That's why Paul says, do not be misled. Bad companies corrupt good character. भ्रममा नपर, खराब संगतले राम्रो चरित्र नष्ट पार्छ।
यदि यस जीवनको लागि मात्र ख्रीष्टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरूभन्दा बढी दयनीय हुन्छौं। वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित भई उठ्नु भएको छ। हालेलुया। पावलले गवाइदिन्छ पटक पटक, यसो ख्रीष्टका चेलाहरूले गवाइदिन्छ पटक पटक, उहाँ मृत्युलाई जितिकन उठ्नु भएको छ, उहाँ पुनरुत्थान हुनु भएको छ। यसो ख्रीष्ट स्वयंले आफ्नो बारेमा गवाइदिनुहुन्छ, मानिसको पुत्र मरेको हुनु असम्भव छ। भजनको किताब र अगमवक्ताहरूको किताबमा लेखेका सबै कुराहरू पूरा हुनै पर्छ। ताकि मानिसको पुत्र मरेको हुनु असम्भव छ। मानिसको पुत्रले दुःख भोग्नु, उहाँ मर्नु, उहाँ गाडिनु र तेस्रो दिनमा जीवित भई उठ्न आवश्यक छ। हालेलुया। तेस्रो दिनमा जीवित भई उठ्न आवश्यक छ, पुनरुत्थान हुन आवश्यक छ। यसो ख्रीष्ट पटक पटक उहाँ स्वयंले पनि आफ्नो पुनरुत्थानको बारेमा गवाइदिनु भएको छ। चेलाहरूले पनि गवाइदिएका छन्, अगमवक्ताहरूले युगदेखि नै गवाइदिएका छन् कि उहाँ फेरि पनि तेस्रो दिनमा पुनरुत्थान हुनुहुनेछ, उहाँ उठ्नुहुनेछ। यसो ख्रीष्ट स्वयंले गवाइदिनुहुन्छ प्रकाश 1:18 मा, हेर म मरेको थिएँ, म जीवित भई उठेको छु, स्वर्ग र पृथ्वीका समस्त अधिकारहरू मलाई दिएको छ, सम्पूर्ण मृत्युलोक र पाताललोकका साँचहरू मेरो हातमा छ। यसो ख्रीष्ट मृत्युबाट पुनरुत्थान हुनुभएको छ। सबैभन्दा आज ग्रेट न्युज भनेको उहाँको पुनरुत्थान हो। आज संसारमा जिरहेको 8 अर्ब मानिसहरूको अनन्त आशा भनेको यसो ख्रीष्ट हुनुहुन्छ, किनकि उहाँले मृत्युलाई जितिकन बौडी उठ्नु भएको छ। उहाँले मृत्युलाई जितिकन उहाँ पुनरुत्थान भइकन उठ्नु भएको छ। यसकारण यो वर्ष 2025 को आउँदै गरेको इस्टर यादमा हामी यही कुराको घोषणा गर्छौं प्रेरहरू कि उहाँ पुनरुत्थान हुनुभएको छ। उहाँ मरेकै हुनु भएन, उहाँ मर्नु हो, उहाँ गाडिनु हो, उहाँले हामीलाई दुःख कष्ट भोग्नु हो, तर तेस्रो दिनमा सबै कुराहरूलाई जितेर फेरि पनि उहाँ बौडी उठ्नु भएको छ। सबैभन्दा ग्रेट न्युज यो सुसमाचारको मुख्य केन्द्र हो उहाँको पुनरुत्थान। उहाँले मृत्युलाई जित्नु भएका दिन सम्पूर्ण मण्डली परिवारलाई यही आग्रह गर्न चाहन्छु, हामी आउँदै गरेका यो 2025 को इस्टर यादमा हामी पुनरुत्थान दिवसमा यही कुराहरूलाई हामी खुलेआम घोषणा गरौँ प्रेरहरू। संसारले आज यो कुरालाई छिपाउन खोज्छ, शैतानले यसो ख्रीष्टको पुनरुत्थानलाई रोक्न खोज्छ, तर हामी यो कुरालाई खुलेआम हामी घोषणा गर्छौँ कि उहाँ मृत्युबाट बौडी उठ्नु भएको छ, उहाँले मृत्युलाई जित्नु भएको छ। सबै मृत्युहरू पातालका शक्तिका साँचहरूलाई उहाँले आफ्नो हातमा लिनुभएको छ। ख्रीष्टमा नै हाम्रो अनन्त आशा छ। ख्रीष्ट नै साँचो र अनन्तको आशा हुनुहुन्छ। उहाँमाथि राखेको आशाले हामीलाई कहिले पनि निराशा गराउँदैन प्रेरहरू। यसकारण मैले सुरुमै भनिसकेँ, मरेका कुराहरूमा आशा हुँदैन, मरेका कुराले भविष्यलाई ल्याउन सक्दैन, मरेका कुराहरूमा सम्भावना रूपान्तरणका कुराहरू हुँदैन, मरेका कुराहरूमा वृद्धि विकासका कुराहरू हुँदैन, मरेका कुराले डरलाई ल्याउँछ, त्रासलाई ल्याउँछ, निराशाका कुराहरूलाई ल्याउँछ, हतोत्साहितका कुराहरूलाई ल्याउँछ। तर यदि जीवित कुराहरूसँग हामी एट्याच हुन्छौँ भने, जीवित कुराहरूसँग हामी संगति गर्छौँ भने, जीवित कुराहरूसँग हामी बस्छौँ भने, जीवित कुराहरूमाथि आशा हुन्छ, जीवित कुराहरूमाथि जीवन हुन्छ, जीवित कुराहरूमाथि आशा, सम्भावना, समृद्धि, वृद्धि विकास र रूपान्तरणको कुराहरू हुन्छ। बाइबलले भन्छ येशू ख्रीष्ट जीवित हुनुहुन्छ। He conquered death। येशू ख्रीष्ट जीवित हुनुहुन्छ, उहाँ पुनरुत्थान भई उठ्नु भएको छ। हामी यही कुराहरू घोषणा गर्छौँ। आउनुहोस् हामी सबैजना आफ्नो ठाउँमा खडा हुनेछौँ।